भारतको तमिलनाडु कोयम्बटुर जिल्लामा भएको एउटा सनसनीपूर्ण घटनाले सबैको ध्यान केन्द्रित गरेको छ। त्यस घटनाबारे हजुरलाई कतिको जानकारी छ छैन थाहा छैन, तर 10 वर्षीय नाबालिगमाथि गरेको ज्यादती र बलात्कारपछिको हत्याले चाहिँ अहिले तमिलनाडु एउटा उग्र अवस्थामा रहेको छ र कानुनी रूपबाट पनि यसलाई संवेदनशील जटिल अवस्था भएको भनेर बताइरहेको अवस्थामा यस घटनाको प्रकरणमा मुछिएको आरोपीहरू पनि समातिसकेका छन्। तर पुलिसको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्लस उनीहरूको हाउभावले गर्दाखेरि चाहिँ 3 जना पुलिस अधिकारकर्मीहरू चाहिँ सस्पेन्ड भएका छन्। अहिलेको नवनिर्वाचित मुख्यमन्त्री विजय थालापतीले उनलाई सस्पेन्ड गरेका छन् र यसको वाहवाही संसारमाझ भइरहेको छ। नेपालमा भयो भनेदेखि के हुन्छ भन्ने कुराहरू पनि मान्छेहरूले आकलन गरिरहेका छन्। र यो घटना के भएको थियो भन्दाखेरि 10 वर्षीय बालिका घरबाट दोकान जान्छन्, पसल जान्छन् सामान किन्नको लागि, तर 10 मिनट आउजाउ गरेर 10 मिनटको टाइममा आइपुग्नु पर्ने आफ्नी बच्ची नआइपुग्दाखेरि यस घटनामा चाहिँ के भएको भनेर चाहिँ आमा चिच्याउन थाल्छिन्, कराउन थाल्छिन्, छोरी हराएको भनेर पसलमा गएर दुकानदारलाई पनि सोध्छिन्, तर छोरी त्यहाँ नभएको, उहिले गइसकेको भन्ने कुराहरू आएपछि चाहिँ उनी हराएको भनेर प्रष्ट हुन्छ र गाउँभरि खोज्न थाल्छिन्। भोलिपल्ट बिहान नरिवलको बोट मुनि चाहिँ उनको लास भेटिन्छ। उनी मृत अवस्थामा फेला पर्छिन्। उनीमाथि ज्यादती गरिएको हुन्छ, सोसियल असल्ट, अब्डक्सन प्लस सेक्सुअल हरासमेन्ट, रेप उनीमाथि भएको हुन्छ र यसले गर्दाखेरि चाहिँ उनको मृत्यु भएको हुन्छ। पुलिस आफ्नो काममा मसल्ली लाग्छ। चाँडो स्वतःस्फूर्त रूपमा घटनालाई छानबिन गर्नको लागि 8-9 जनाको उच्च स्तरीय पुलिस छानबिन समिति गठन गरिन्छ र प्रहरीले आफ्नो काम पनि त्यही अनुसारले गर्छ। आरोपित भन्ने व्यक्ति आफ्नै घर छिमेकको एउटा कार्ती नाम गरेको व्यक्ति हुन्छ। 30 वर्षीय, आई थिङ्क 30 वर्षीय मेबी, उसले नै ती नानीलाई बाइकमा हालेर लगेको सिसिटिभी फुटेजमा पनि प्रमाणित हुन्छ। त्यस घटनाबाट ऊ आरोपित हो भन्ने कुरा शङ्काको आधारमा चाहिँ त्यो बच्चीको मृत्यु भइसकेपछि या फेला परिसकेपछि चाहिँ त्यो व्यक्ति त्यहाँ नभएको र लापत्ता बेपत्ता भएको भनेर पुलिसले अनुसन्धान गर्दै जाँदाखेरि थाहा पाउँछ र उनीमाथि नै शङ्काको सुई जान्छ र अन्ततः उनलाई फेला पार्छन्, समात्छन् र त्यो व्यक्तिले मैले नै गरेको हो भनेर भन्छन् पनि र आरोप स्वीकार गर्छन् पनि। र अहिले उनीमाथि भएको ज्यादतीलाई लिएर अहिलेको मुख्यमन्त्री विजय थालापतीले उनको परिवार सामु संवेदना व्यक्त गर्दै आश्वासन पनि दिन्छन् न्याय दिन्छौँ भनेर र कम्पेन्सेट पनि गरेका छन् उनले 7 लाख आइसी दिएर र साथसाथै आरोपीलाई कडा भन्दा कडा सजाय हुन्छ भनेर उनले आश्वासन दिएका छन्। र साथसाथै मेन कुरो के हो भन्दाखेरि जो पुलिसकर्मीहरू एउटा 10 वर्षीय नाबालिकाको मृत्यु प्रकरण, रेप पछिको मृत्यु प्रकरणको कुराहरू उनले मिडिया मार्फत भन्न जाँदाखेरि त्यो संवेदनशीलतालाई मध्यनजर नगरेर हाँसेर ठट्यौली पारामा जिस्किरहेका हुन्छन्। यसले उनीहरू तथा पुलिस सङ्गठनलाई नै बेइज्जत गरेको छ र सीएम विजय थालापतीले उनीहरूलाई सस्पेन्ड गरेका छन् र कारबाहीको भागीदार बनाउने दाबी दिएका छन्। यस्तो घटना छ। अहिले यो घटना केवल इन्डियाको मात्र होइन, यो घटनाबाट हामी सबैले बुझ्न जरुरी छ। यो घटना हाम्रो घर ठाउँमा पनि भइरहेको छ, तर सुस्त दुरुस्त रूपमा हाम्रो देशमा किन यस्तो घटना भयो भनेदेखि चाहिँ छानबिन हुन सक्दैन त। निर्मला पन्त बहिनीको प्रकरण पनि यस्तै थियो, तर आजसम्म पनि कानुनी दायरामा आरोपीलाई लिएर आउन सकिरहेको छैन। राजनीतिक प्रभावले हो या प्रहरी सङ्गठनले गर्न नसकेको छानबिनले के हो कसो हो, तर अहिलेको सरकारसँग हामीलाई आश छ, हामी आशावादी छौँ। यस्तो घटना भएको थियो र भएको छ भनेदेखि पनि अबको सरकारले छिटोभन्दा छिटो कारबाही गर्छ र अत्यन्त कडा कारबाही विधेयकमा पास गर्नुपर्छ, संसदमा कानुन पास गर्नुपर्छ, जसले गर्दा चाहिँ त्यो सोच आउने व्यक्तिमा पनि कहाँ पुठोस् कि मैले यो घटना सोचेँ भने पनि मलाई यो कारबाही हुन्छ र मेरो जीवन समाप्त हुन्छ, त्यसैले म यो सोच्न पनि सक्दिनँ भन्ने टाइपको कानुन चाहिँ सिर्जना गर्नुपर्छ भन्ने लाग्छ मलाई। तपाईँहरूलाई के लाग्छ?